यात्रीले त्यो केटुलाई हेर्दै सोच्यो, बाहिरी रूप गरिब थियो तर आँखामा जीवन थियो। सानी फेरि सोधिन्, भुटुन र दाउरा चाहिन्छ कि नुन तेल? यात्री मुस्कुरायो, ए यो त बिर्सेकै रहेछ। सबै व्यवस्था मिलाएर सानी आफ्नै कोठामा फर्किन्। आमासँग थोरै खाइन्, ढोका भित्रबाट थुनेर ओछ्यानमा पल्टिन्। तर निन्द्रा आएन। बाहिर खोलाको गर्जन थियो, भित्र उसको मनमा अनगिन्ती प्रश्नहरू। के उहाँले भात पकाउन जान्नुहुन्छ कि के कसैले उहाँलाई पर्खिरहेको होला कि किन यति फरक लाग्दैछ यो साँझ? त्यही सोच्दै गर्दा उसले तलबाट खटपट सुनी। उसको मुटु छिटो छिटो धड्कन थाल्यो। सानी उठी, टुकी बालेर बिस्तालै तल ओर्ली। यात्रीको कोठातिर हेरी। त्यो गहिरो निन्द्रामा थियो, शान्त, निश्चिन्त। त्यो दृश्यले सानीको मनमा अजीबको हलचल ल्यायो। न त त्यो डर थियो, न त खुसी, कुनै नाम नदिएको अनुभूति। ऊ चुपचाप माथि फर्की, ओछ्यानमा लडी, आँखा बन्द गरी। तर मनले एउटा प्रश्न बोकेर सास फेरिरह्यो, यो यात्री फेरि फर्कला कि? त्यही प्रश्नसँगै पहाडको रात झन गहिरिँदै गयो।